Hello everyone, welcome to Josino Vibes, where entertainment meets awareness with creativity. Let's talk about independence. आज चाहिँ हामी देशको चाहिँ इन्डिपेन्डेन्स कसरी हुन सक्छ त्यसमा चाहिँ डिस्कस गरौँ। नेपालमा चाहिँ के लाग्छ भन्दाखेरि हाम्रो पुर्खौली ट्रेडिसनबाट लिएर अहिलेसम्म एग्रिकल्चर चाहिँ एउटा मेन थीम हो, मेन ट्रेडिसन हो, मेन वर्क हो। अबाउट 65% भन्दा पहिला त बढी अहिले लगभग 65% एबभ 60 भन्दा माथि भनौँ। त्यही भएर एग्रिकल्चर चाहिँ एउटा हाम्रो ब्याकबोन हो र हामी जस्तै अहिले विभिन्न देशहरूले चाहिँ हामी विभिन्न देशमा चाहिँ डिपेन्डेन्स छौँ। जस्तै अमेरिकाकै कुरा गरौँ, अमेरिकाले अहिले आफ्नो फन्डिङहरू रोक्दाखेरि चाहिँ नेपालमा परेको असर सबैले देखेकै छ। मान्छेहरूले जागिर गुमाए, एउटाको जति पनि डिपेन्डेन्स थियो विभिन्न प्राइभेट सेक्टरहरू, गभर्नमेन्ट सेक्टरहरू, डिप्लोमेन्ट कामहरू, चाहे त्यो इन्फ्रास्ट्रक्चर, रोडहरूको, हस्पिटलहरू, एजुकेसन, एग्रिकल्चर, जे कुरोमा पनि हार्म भइरहेको छ। त्यही भएर जस हामीले भन्छौँ भन्न त हामीले इन्डिपेन्डेन्ट हुनुपर्छ भनेर अरू देशमा निर्भर हुनु हुँदैन, त्यो भएको राम्रो हो। जुन जसरी अमेरिकाले चाहिँ त्यस्तो शासन आयो त्यसरी चाहिँ अरू देशहरूले पनि हेल्प चाहिँ विथड्र गर्न सक्छ। हाम्रो एउटा रोल चाहिँ के हुनसक्छ भन्दाखेरि हामीले कसरी आफूलाई इन्डिपेन्डेन्ट बनाउन सक्छौँ भन्दाखेरि एउटा इन्डिपेन्डेन्ट बनाउनुको मेन स्रोत चाहिँ एग्रिकल्चर हुनसक्छ। एग्रिकल्चरबाट चाहिँ हामी इन्डिपेन्डेन्ट हुन सक्छौँ। हामीले विभिन्न सेक्टरहरूमा आफ्नो डेभलपमेन्ट गर्नु नै पर्छ, देश विभिन्न सेक्टरमा जानुपर्छ, एउटै सेक्टरमा डिपेन्डेन्ट हुनु हुँदैन। तर जस्तै हामी आइटी सेक्टर छ, अन्य सेक्टरहरू छ, के छ भन्दाखेरि हामी अरू देशहरूसँग चाहिँ त्यो कुरामा चाहिँ कम्पिट अलिक गर्न हामीलाई चाहिँ गाह्रो छ। चाहे त्यो इन्फ्रास्ट्रक्चर रिभोल्युसन होस्, आइटी सेक्टरको रिभोल्युसन होस्, अनि मेसिनरी कुराहरू होस्, इन्डस्ट्रियलाइजेसन होस्। अब त्यो कुरामा चाहिँ के छ भन्दाखेरि हामी चाहिँ यहाँनिर छौँ भनेपछि चाहिँ अरू देशहरू चाहिँ यता पुगिसकेको छन् के। अनि त्यो अवस्थामा चाहिँ अब हामीले सुरु गर्दाखेरि अथवा चाहिँ हाम्रो जुन अवस्था छ त्यहाँबाट चाहिँ त्यहाँसम्म पुग्न चाहिँ हामीलाई एकदम नै गाह्रो अवस्था जस्तो हुनसक्छ। हामी कम्पिट गर्न अलिकति प्र्याक्टिकल जस्तो हुँदैन, त्योमा पनि गर्नु त पर्छ नै। तर एग्रिकल्चर चाहिँ यस्तो कन्डिसन हो कि जो चाहिँ हाम्रो स्ट्रेन्थ हो। अलरेडी हामीसँग त्यो कुराको ट्रेडिसन छ, त्यो कुराको चाहिँ हाम्रो भित्र ब्लड छ भनौँ न। अनि त्यो कुराको चाहिँ हाम्रो जियोग्राफिकल कन्डिसनबाट लिएर हाम्रो ट्रेडिसन, हाम्रो कल्चर, अनि हाम्रो चाहिँ लेबर फोर्स, सबै कुराले चाहिँ त्यसलाई चाहिँ सपोर्ट गर्छ। त्यही भएर एग्रिकल्चरमा चाहिँ हामी लाग्ने भने हामी इन्डिपेन्डेन्सतिर चाहिँ छिटो पुग्न सक्छौँ भन्ने कुरा हो।